अहिले चाहिँ हामी टन्नै माटो बोकेर आएको छौँ होइन। यहाँ दुईवटा पक्कै छ, यहाँ अर्को छ। सो यहाँ पछाडि चाहिँ सबै सफाहरू गरेर यो माटो, यो ल्याएको माटोहरू सबै हालेर चाहिँ एउटा के अलिक राम्रो बनाउनु पर्यो भन्दैछौँ। सो लेट्स सी के हुन्छ कसो हुन्छ। इट्स लट अफ थिङ्स टु डु। अहिले घरमा नबस्दाखेरि ब्याकयार्डको बिजोग कस्तो भइरहेछ। बारीमा केही हाल्नु पाएन। यो चाहिँ हाम्रो पिचको बोट हो, दामी आइरहेको छ यार। हेर्दै गर्नु होला के कस्तो हुन्छ हामीले गरेको। बल्ल यति चाहिँ सक्यो। यहाँ थुपारेको छौँ, अझै बाँकी छ गर्नुपर्ने। तर आज कस्तो भोलि पानी पऱ्यो नि त अब, त्यही भएर अब यति नै गरेर जान्छौँ होला हामी। के हो यो चाहिँ? मेरो बुढीले मजाले हानेको छ माटो होइन। म चाहिँ यता फाल्ने सामानहरू ओसार्दै थिएँ। अब यो खनाएर चाहिँ यिनीहरू कहिले सोर्नु पर्ने हो। यिनीहरू कहिले काट्नु, यिनीहरू झिर्काहरू। ओ माइ गॉड, यो झारहरू कहिले काट्नु। ओहो सो फार यतिको भइसकेको छ। पानीले गोदिरहेको छ यता। अब म फर्स्ट टाइम अमेरिकामा यसरी भिजेर क्या मजा आइरहेछ। अब यो पनि यहाँदेखि टक्क सार्ने हो। हाम्रो गोल चाहिँ पाहाडदेखि लिएर यहाँदेखि लिएर अनि यहाँसम्म चाहिँ होल न्यू फोर्ट लाउँछौँ भनेर सोच छ, यो सबै निकालेर। So I hope we can do that. ऐसा नै हो। यो सबै सफा गर्नुपर्छ। यो पनि पानीले साह्रै क्या अघि ल्याएछ त बाहिर। कहाँ गएको अहिले चाहिँ? सबै दाउराहरू पनि यता सार्यो। यहाँको दाउराहरू पनि सबै सार्यो। हेलो गाइस, अब चाहिँ मजाले सफाहरू गर्यो है। Hi, we found a baby buttercup. It's just right there. It's just right there. Do you see it, guys? यहाँ चाहिँ बेबी बनी छ अरे एड्रिनले देखेको होइन एड्रिन? Yeah. अनि के भन्ने अब? It's good, I think. I'll see what's taking later. अब चाहिँ यो ओह्रालो खाल्टो भएकोमा चाहिँ मजाले झार काटेर चाहिँ हामीले माटो हाल्दैछौँ। नयाँ मिसिन किनेर झार काटेर गरेको छौँ। त्यहाँ माथि झिक्राहरू सबै सोरेर एउटा चिडिक बनाएर अब यो दाउरालाई चाहिँ हामी शनिबारको दिन आएर यसको पार्टी गर्छौँ हामी होइन। गर्छौँ के भन्ने अरू? ओ अलमोस्ट छ नि ऊ 3 बकेट हो। अब ग्यारेज यस्तोदेखि हामीले सफा गरेको छौँ है।
लास्टै गल्यो खतरा सफा भएको छ यहाँ दामी भएको छ होइन पानीहरू हालेर अस्ति पानी परेको बेला यो हामीले प्लास्टिक हालेर राखेको थियौँ दामी पानी भरिरहेछ क्या यहाँ त्यही पानी हामीले युज गऱ्यौँ ल आजलाई यति नै है लेट्स क्लिन दिस पहिला होइन यो माटो पनि अब सकिन आँटो यति छ अब रहेको अहिले लिएर आएको यो बकेट अब फेरि भरेर गाडीमा हालेर लानुपर्ने छ डल्ले खोर्सानी अस्ति घरबाट ल्याएको कस्तो मजाले आएको छ सक्छ है कति मजाले आएको छ साग होइन फेरि झार काट्ने बेला भएको छ प्लान्टिङ इज गुड ल हे गाइस सफा गर्छु भन्दै सफा गर्दै पनि अस्ति झरेको तोरीको सागहरू खाने बेला पनि भइसकेछ अनि यो के अरे सोप होइन यो सोप पनि यत्रो भइसक्यो अस्ति भर्खर यहाँ यो रुखहरू सफा गरौँ भनेर आएको बेला रोपेर गएको थियौँ यत्रो भइसकेछ तर हामी चाहिँ अलि मैले पनि काम सुरु गरेर चाहिँ अहिले मैले अलि भ्याएको छु नि यहाँ सफा गर्नु यहाँ पुरै झारहरू पनि आउनु थालिसकेछ यहाँ